कर तिरेको पैसाले बनाएको किताब हो। म च्यात्दिन। म बुद्ध भगवान पशुपतिनाथसँग सम्झेर यो किताबले ढोगेर 84 को चुनावमा दुईटी उप प्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान र पशुपतिनाथसँग प्रार्थना गर्दै देश बनाउन सक्नुहुन्न जस्तो लाग्छ। तपाईहरुले के तपाईहरु मात्रैको जिल्लाले मात्र बजेट लान खोजे हो? यो तपाईले के काठमाडौँ मात्र देख्नुभयो? यो चाहिँ 207 और 3 करोड बजेट हाल्ने अरु 77 जिल्लामा छैन? सुध्रिनुस्। म त एउटा जनजातिको छोरा, एउटा मान्ने, तपाईले मैले त सिधा कुरा गर्दिए तपाई सुध्रिनुस् भनेर भन्दिया। तर अरु हरेक मान्छेले तपाईलाई च्याप्दै ल्याछ, च्यापेर आछ तपाईलाई। यही हो राज्य चलाउने तरिका। उप प्रधानमन्त्री दुवै जनाले चल्छ राजनीति, देश चल्छ, कुन हिसाबले चल्छ देश? तपाईहरुले मात्र अगाउनु पर्ने, तपाईहरुले मात्र चुनाव जित्नु पर्ने, तपाईहरु मात्र मन्त्री हुनु पर्ने। म मेरो जिल्लामा 150 किलोमिटर मैले व्यक्तिगत बाटो खन्दिए होला। 14 वटा एम्बुलेन्स दिएको छु मैले। त्यसै आउँछ 47,100 मत। चुनाव त जितेर आउँला नि, महाधिवेशन जितेर आउँला नि। तपाईलाई त्यतिखेर हुन्छ। मेरो बुवा र आमाको नाममा 13 वटा एम्बुलेन्स एउटा सब्बान दिएको छु। सरकारसँग आइसियु बेड थिएन कोभिडको बेलामा, मैले 28 लाख रुपैयाँ व्यक्तिगत लगेर चाहिँ मैले किनेर दिएछु। कसको लागि किनेर दिएको छु? मैले त्यो रामेछ जनता र पार्टी बोलियोस् भनेर मैले दिएको छु। तपाईले आज हामीले हेर्नु पर्दैन? हामी कांग्रेसको मान्ने होइन, रुख चिन्हबाट जितेको होइन हामीले। यो तरिकाले तपाईको राजनीति सब्रिन्छ। तपाईले हामी त एउटा चाहिँ गणेश मानको चाहिँ नेताको चाहिँ छोरा तपाईले प्रधानमन्त्री हुँला भन्ने आशा गरेको थियो, पार्टी सभापति हुँला भन्ने आशा गरेको थियो तपाईलाई हामीले। यो तरिकाले उप प्रधानमन्त्रीज्यू देश चल्दैन। म अर्थमन्त्रीज्यू तपाईले नि मैले सबै कुरा म रुपेन्द्र म पनि अहिले त्यो जिल्ला हुर्केर आएको बसेको मान्छे हो। हाम्रो पनि त्यो साथीहरु हुनुहुन्छ। तपाईले पनि यही 6 महिना अगाडि गएको पार्टीले 683 मतले मात्र जितेर आउनु भयो। तपाई पनि ख्याल गर्नुपर्छ। समयलाई सबैले मिलाउनु पर्छ। शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन, 80 भोटले मात्र जितेर आएको झुन्डेर। हामी जस्तो 17,000 मतले जितेर आउनुपर्छ। अनि यहाँ आएर दनाक दिने हो। अर्थमन्त्रीज्यू तपाईलाई कांग्रेसको बेला नपरे, कांग्रेस लुते कांग्रेस भएर हो। घन्टीले 683 मतले मात्र सबैको रिपोर्टहरु हामीले लिएर बसेका छौं। म 34